यो मान्छेले लगभग 100 कुकुरलाई बचाएको छ भगवान। यो नर्क नै जान्छ। यो मान्छेले 50 लाख भन्दा पनि बढी दान दिएको छ भगवान। यो नर्क नै जान्छ। यो मान्छेले मर्न लागेको मान्छेलाई बचाएको छ भगवान। यो नर्क नै जान्छ। भगवान कस्तो खालको निर्णय हो यो? मेरो पुण्यको त मतलब नै छैन त यहाँ। तैले गरेको पाप हेर यहाँ। उठ केटा, उठ 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 उठ। 4 बजी हो कि, छिटो उठ। यहाँ सुत्न दिनु न सर एकैछिन। रुक, तँलाई मैले जानेछु। रुक, पानी छापिदिन्छु। खाली छ, राति नै खाएर सुतेको मैले। सर ल उठे। सुतेको मान्छेलाई उठाउने 4 बजे? दुष्ट पापी मानव, माफी चाहन्छु भगवान, म त्यसले नै हो कि मलाई उठा भनेको। ओ यसलाई लैजा, सजाय पुरा भएपछि बल्ल स्वर्गमा पठा। धन्यवाद भगवान। अनि सजाय चाहिँ के हो नि? तेलमा चोबाल्ने हो? त्यति सानो सजाय हुन्छ जस्तो लाग्छ तँलाई? सानो रे? सानो हो त्यो। के हो त, शरीरभरि किरा हालिदिने हो? होइन, त्यो पनि होइन। यातना दिने हो त, किल्ले किल्ला ठोकेर? त्यो पनि होइन। भगवान त्यसो भए के हो त? दिनदिनै 4 बजे उठाउँछ अब तँलाई। त्यस्तो त नगर्नु न भगवान प्लिज।